साथीहरु मैले चाहिँ फाइनली बुद्धचितको बिरुवा रोपि नै सके है। तपाईले पनि देख्न सक्नुहुन्छ यहाँ है। यो चाहिँ वस्तुले नटेकोस् भनेर मैले रोपेको। बर्खा भए पनि पानी झरीमा केही नभनिकन भिज्दै भए पनि रोपेको छु। अब दुःख त गर्नै परिहाल्यो। अब दुःखको दिनमा पछि फलिहाल्यो भने सुखको दिन आउन सक्छ। मेहनत चाहिँ गरिराख्नु पर्छ। पानी सानी मैले केही नभनिकन गरेको छु। जम्मा मैले कति पर 1 बोट, यो 2 बोट, यसले 3 बोट भयो। 3 बोट रोपेको छु। अनि अब अर्को तल्लो गरामा पनि 1 बोट रोपेको छु। त्यो पनि म तपाईहरुलाई देखाउने नै छु। अहिले चाहिँ म तल्लो बोटको लागि जाँदैछु। अब हेरौँ पछि के हुन्छ कस्तो हुन्छ। मेरो युट्युब च्यानलमा तपाईलाई स्वागत छ। मैले खासै राम्रो त बोल्न हुँदैन। मेरो यो च्यानल भनेको युट्युब च्यानल भनेको भर्खर खोलेको छु। कस्तो लाग्छ सल्लाह सुझावहरु दिनु होला र शेयर कमेन्ट लाइक पनि गरिदिनु होला है त साथीहरु। यो पनि देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो पहिलो बिरुवा। तर यो अब मैले तत्काल फर्स्ट बारेको चाहिँ यो यस्तो हो। अब बस्तीले नटेकोस् भनेर मात्र। अब अर्को नेक्स्ट टाइम म आएर फेरि यसलाई म मेहनत चाहिँ गर्ने नै छु। किनभने यो चाहिँ तत्कालको लागि अलिक नभ्याउने अवस्था भयो नि त मेरो। त्यही भएर मैले यस्तै बारे। अब तपाईहरुले देख्न सक्नुहुन्छ। पछि अर्कोचोटि म यसलाई फेरि बार्ने नै छु। पानी झरी के भनेको छैन हेर्नुस् त साथीहरु। पुरै भिजिरहेको छु के म चाहिँ। बिहान खाल्टा खनेपछि अनि मैले अनि अहिले चाहिँ खाना खाएर चाहिँ अनि म त्यहाँबाट रेस्ट गरेपछि अनि मैले बिरुवा रोप्न सुरु गरेको। फेरि पानी परिहाल्यो साथीहरु। अब यो जस्तै यो छ नि यो पाटामा चाहिँ म पछि किबी लाउने सोचमा छु। अब हेर्दै गरौँ। यो भित्तामा चाहिँ म चिरेटोको बिरुवाहरु पनि लाउँछु। पछि दल हान्नुपर्ने छ हिउँदा लागेपछि। अनि यो अब माथिल्लो पाटा हुँदीमा चाहिँ म पुरै किबी हाल्ने सोचमा छ मेरो। अब मेहनत त गर्नु पर्यो। मेहनत गरेपछि अब दुःख हुन्छ। दुःख गरेपछि अब पछि इनकेस फलिहाल्यो भने मेरो जस्तै सुखको दिन आउन सक्छ क्या। मेहनत चाहिँ गरिराख्नुपर्छ साथीहरु। हस् त सबैलाई।